हेलो साथीहरू, मैले मलेसियाको चाहिँ एकदमै सुन्दर दृश्यहरू एक दुईवटा लिएर आएको छु। मलेसियाको गाउँ अनि यहाँको खेतीपाती बाटो यसो देखाउने कोसिस गरेको छु। गाउँघरको है, फेरि सिटीको होइन, गाउँघरको। त्यही भएर भिडियोलाई पुरा हेरेर साथ दिनुहुन्छ भन्ने आशा गरेको छु। हेरिदिनु होला। लेट्स स्टार्ट। आएको छु मलेसियाको गाउँ गाउँ कुना कुना अनि गल्ली गल्लीबाट भिडियो खिच्दै नै छु। तपाईहरुले देख्न सक्नुहुनेछ मलेसिया कस्तो छ, मलेसियाका गाउँहरू कस्तो छन्, मलेसियाको भ्यू कस्तो छ, मलेसियाको बाटो कस्तो छ, मलेसियाको विकास कस्तो छ भन्ने कुरा चाहिँ तपाईहरुले देख्न सक्नुहुनेछ है। यो रुखहरू तपाईहरुले जुन देख्नुहुन्छ यो चाहिँ तेलको रुखहरू हो साथीहरू। तपाईहरु नझुकिनु होला, नरिवल भन्नुहुन्छ होला, नरिवल चाहिँ होइन, यो चाहिँ तेलको रुख है साथीहरू। तेल जुन हामीले खाने तेल हुन्छ नि, तोरीको तेल, त्यस्तै तेलको रुख हो। यो चाहिँ मलेसियाको एउटा गाउँ हो, एकदम भित्र गाउँ बस्तीमा गएको छु आज चाहिँ म। तपाईहरुले देख्न सक्नुहुन्छ हे साथीहरू, एकदमै सुन्दर लाग्छ मलेसिया मलाई चाहिँ बस्नको लागि। यहाँको हावा पानी, रहन सहन, यहाँको मिलेर बसेको समाज देख्दाखेरि चाहिँ यहाँ बसौँ लाग्छ। यति चाहिँ यहाँको मलाई धेरै राम्रो लागेको कुरा हो होइन। तपाईँहरूले देख्न सक्नुहुन्छ साथीहरू। तपाईँहरूलाई कस्तो लाग्छ भिडियो मन पर्यो भने भिडियोलाई लाइक र च्यानललाई एक सब्सक्राइब गरिदिन पनि नभुल्नु होला। म यस्तै भिडियो लिएर आउने नै छु। तपाईँहरूकै चुलबुले अनि चञ्चले कान्छा देख्न सक्नुहुन्छ मलेसियाको गाउँहरू कस्तो छ भनेर। लगभग नेपालसँग मिल्दोजुल्दो यहाँको चाहिँ हावापानी रहेको छ। बिहानीको चाहिँ सूर्य उदाउँदै गरेको बेला 7 बजेतिरको दृश्य हो यो। हेर्नुहोस्, यहाँनिर मन्दिर पनि रहेछ, हिन्दू मन्दिर। तपाईँलाई देखाउन सकिनँ मैले, त्यही पनि देख्न सक्नुहुन्छ। बब्बाल लाग्छ है मलाई चाहिँ मलेसिया भ्यू। तेल पुरै यहाँको चाहिँ घरहरू पनि पुरै जङ्गलभित्रै जस्तो हुन्छ। हेर्नुहोस् त, देख्नुहोस् त्यही जताततै जङ्गलै जङ्गल हुन्छ यहाँ चाहिँ। वातावरण यति धेरै कम्पनी, यति धेरै उद्योग कल कारखाना भए तापनि वातावरण पनि एकदमै सफा अनि सुन्दर रहेको छ यहाँको चाहिँ। देख्न सक्नुहुन्छ मलेसियाको विषयमा मान्छेहरूले नेगेटिभ अथवा नराम्रो कुराहरू मात्रै प्रचार गरेको देख्न पाइन्छ। तर नराम्रो होइन, मलेसिया वास्तवमै राम्रो ठाउँ छ बस्नको लागि, उठ्नको लागि अनि खानको लागि। हामी विदेशीको लागि थोरै सुरक्षाको हिसाबले चाहिँ अलिकति नराम्रो भए तापनि एकदमै अरू कुरामा पर्फेक्ट छ साथीहरू। यहाँ घाम पर्यो होइन, ठिक छ, घाम परे तापनि केही छैन। तपाईँहरूलाई कन्टिन्यू देखाउने नै छु, देख्न तपाईँहरूले सक्नुहुन्छ। यहाँको बाटो हेर्नुहोस्, बाटो पुरै नगरको बाटो होइन। बाटो त बब्बाल हुन्छ जताततै, गाउँदेश बजारतिर त कुरै छोडिदियो। यो गाउँ कहाँ जङ्गलतिर पनि यस्तो बाटो हुन्छ, बजारको त कुरै नगरौँ होइन। खेतीपाती भयो नेपालमा, यहाँ ठ्याक्कै त्यस्तो उस्तोमा चाहिँ खासै फरक लाग्दैन होइन। हावापानी चिसो हुन्छ, न एसी चाहिन्छ न फ्यान चाहिन्छ। फ्यान त चाहिन्छ, फ्यान नभए त हुँदैन। त्यही पनि प्रायः एउटै किसिमको मौसम हुन्छ। खानेकुराहरू पनि फ्रेस मिल्छ। सब्जीहरू फलफुलहरू एकदमै मिल्छ यहाँ चाहिँ। नेपालमा भन्दा राम्रो, अथवा नेपालमा भन्दा पनि के भन्छ, नेपालमा भन्दा पनि धेरै फलफुलहरू देख्न। फाइनल्ली हामी चाहिँ गन्तव्यमा लगभग आइसकेका छौँ है साथीहरू। आजको लागि चाहिँ पछि
छौँ हामी। र तेलको मात्र खानी नभएर हामी नेपालीको लागि चाहिँ यो पैसाको पनि खानी हो है साथीहरू। कसरी भन्नुहुन्छ भने पैसा कमाउनको लागि काम गर्नुपर्छ, काम गर्नको लागि मलेसिया आउनुपर्छ, नेपालमा काम पाइँदैन। त्यही भएर पनि म चाहिँ मलेसियालाई पैसाको खानी मानिरहेको छु अहिले चाहिँ। यो चाहिँ मलेसियाको ठ्याक्कै कुलिङ हाइटेक भन्ने ठाउँ है। कता हो? कुलिङ हाइटेक भन्ने ठाउँ चाहिँ हामी मलेसियाको आज आइरहेको छ। केरामा पर्छ। यो चाहिँ कुलिङ हाइटच भन्ने ठाउँ रहेछ। यहाँ चाहिँ ठुल्ठुलो कम्पनी रहेछ है साथीहरू। यहाँ मलेसियाको टप कम्पनीहरू यहाँनिर रहेछ मैले बुझेअनुसार। देख्न सक्नुहुन्छ कुलिङ हाइटच चाहिँ यहाँ चाहिँ कम्पनीहरू धेरै भएको ठाउँ रहेछ है साथीहरू। यता जङ्गल छ एक साइड पुरै कम्पनी नै कम्पनी छ साथीहरू। मलेसिया साउदी दुबई छु नरै बसे निर्मल बाँचे फर्किन्छ। देख्नुहोस् यो चाहिँ तेलको चाहिँ जङ्गल हो है मलेसियाको। यसले छल्यो यहाँनिर कन्स्ट्रक्सन काम रहेछ। मलेसियाको तेलको जङ्गल देख्न सक्नुहुन्छ साथीहरू। म स्वयं आफैले खिचिरहेको छु। आज चाहिँ घुम्न आएको अनि गाडीबाट यसो खिचिरहेको छु। हाइटच भन्दो रहेछ कुलिङ हाइटच मलेसियाको। यहाँ चाहिँ कम्पनीहरू पनि राम्रो रहेछ। Satu 60. Satu jam 12 sen. 50 ini atau 12? 12 sen. 20 sen. Oh, 12 ini lah. मलेसियाको भ्यू कस्तो लाग्छ साथीहरू? राम्रो लाग्छ भने ट्याक्क कमेन्ट गर्नु होला। नराम्रो लाग्यो भने कमेन्ट गर्नु होला। तपाईँलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न सक्नुहुनेछ है। फोन ल्याएको छ कि छैन कार्की दाइ? के फोन? यस्तो दामी बाटो, वाउ नाइस। धुप्पीको रुखहरू रोपेर बाटोको बिचमा यस्तो हुनु पर्यो नि त हो। सडक विभाग हाम्रो नेपालको के हेरेर बस्छ पनि थाहा छैन। खाल्टाखुल्टी हेरेर बस्छ। अलि यताउता पनि हेर्ने गर्नु पर्यो है नेपालको सडक विभाग। तेलको जङ्गल साथीहरू देख्नु, तेलको जङ्गल हेर्दाखेरि नरिवल जस्तो देखिन्छ नि। यो ठुल्ठुलो रुखहरू यो चाहिँ तेलको रुख हो। कति हुन्छ मलेसियामा सबैभन्दा बढी हुने यही हो। जताततै यही हुन्छ। मलेसिया मलाई अहिले त्यसले गर्दा पनि होला जस्तो लाग्छ मलाई बेला बेला। हेर्नुहोस् त तेलको रुख कस्तो हुन्छ।
जताततै